यो लानुस् न यहाँ किन खालि यही मात्रै दिँदैछ के छ यसमा त्यस्तो खालको जस्तो भयो लानुस् न त म एउटा हेर्छु नि मिजाज यसलाई चाहिँ एउटा कि राम्रै होला राम्रो छ राम्रै देख्दैछु देख्नु चाहिँ बाहिरबाट चाहिँ अब यहाँ चाहिँ तिनचुले फाटक आइपुगेर चाहिँ अलिक आराम जरुरी छ आराम अलिक जरुरी छ मेरो साथी मलाई त त्यस्तो केही छैन मेरो साथीको हालत चाहिँ मैले देखेर मैले यहाँनिर बाइक रोक्नु कर लाग्यो हुन्छ नि जग्गा चाहिँ कस्तो लाग्यो त्यति मात्रै भन्नु हेलो ल रमादा हेर हाम्रो गाउँको गुम्पा यो चाहिँ मजाको एकदम लु मिजाज साथी ओ मिजाज साथी यहाँदेखि चाहिँ सुरु छ हाम्रो असली रोड पकडा है मजाले च्याप्पै छोडिन्ला है पछाडि छोडिङ यो त डाउन थियो अब यहाँदेखि फेरि अप हो त्यस्तो मिजाज पकडा है टाइट झर्ला है आम्मा त हाल्नु परेको मैले अप्सन नभएको नि गाडी आउँदैछ यसरी छोडेर जान्छ अन्त झोक चल्छ हो के भन्छौ मिजाज उडौँ ल रेलवे प्रोजेक्ट हेर न मिजाज साथी यो माथि ट्रेन कुद्दा चाहिँ कस्तो देख्छ होला अब है बनिँदैछ उयो लिक बिछाउँदैछ एउटा कुकुर बचाउन लागि चाहिँ मान्छे मार्ने गरी गाडी आउँछ अब यसमा चाहिँ के बुझ्नु सक्छ भने चाहिँ एउटा कुकुरको ज्यान चाहिँ मान्छेको भन्दा किम्ती हो क्या एउटा कुकुर बचाउनको लागि चाहिँ गाडी चाहिँ अब
बरु बाइकपट्टि ताकेर आउँछ अब त्यो पनि ट्रकहरू अब होइन मिजा साथी त्यही त बुझ्नु सक्नु पऱ्यो नि अब के चाहिँ गर्नु ऊ यहाँ आम्बो के हो यो आज चाहिँ एउटा सुन्तला लान्छु अगाडिबाट रुममा गएर टाइम पास खाँदै होइन मिजा साथी यता जाँदा हुन्छ है मिजाज हामी वही तो हम बोले इधर से जाने के लिए तो मिल सकता है हमें तो अहिले यो जिटी लगाएको कारणले चाहिँ अहिले ट्राफिक भइरहेको छ यहाँ चाहिँ हिजो साथी तिमी जोडले पक्रा तिमी हुर्किँदैछौ अघिदेखिको आम्बो एनएसएनको ट्राफिक यहाँसम्म हिजो साथी सुन्तला खान्छ खाँदैन तिमी जाने यताबाट जाने तीन चूल्हे होइन हजुर लाने सुन्तला कसरी दियो सुन्तला होइन होला 200 त मिजाज लु यो लानु न कस्तो राम्रो छ 200 त होइन अस्ति यहाँबाट लगेको मैले 150 मा अस्ति हो है मलाई 150 मै दिएको है मिजाज हेर कुन चाहिँ खाँदै माथि गएर खानुहोस् यो लानुस् न किन खालि यही मात्रै दिँदैछ के छ यसमा त्यस्तो खालको जसो भयो लानुस् न त म एउटा हेर्छु नि मिजाज यसलाई चाहिँ एउटा कि राम्रै होला राम्रो छ राम्रै देख्दैछु देख्नु चाहिँ बाहिरबाट चाहिँ यो के अरे मिजाज यो के अरे पैसा त्यहाँ क्यास छ कि गुगल पे हुन्छ नि होइन हुन्छ है गुगल पे होइन ल त्यस्तो त है क्यास त अन्त ऊ छैन रहेछ अन्त क्यास त कसले त बोक्दैन अहिले ए रहेछ त अन्त क्युआर अन्त त्यही क्युआर रहेछ र पनि हुँदैन भन्दैछ होइन 150 है के साह्रो हो अनि घरै सुन्तला ल्याउँदैन यहाँनिर होइन होला सिटङको सिटङ त उता हो नि मैले दिएँ देखाउनुपर्छ कि पर्दैन ए भन न अन्त यी आज 150 ठिकै छ ल धन्यवाद हुन्छ 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 मैले ग्लोभ्सहरू कहाँ राखेँ जग्गाहरू एकदम रमाइलो रहेछ यो जग्गाहरू हुन त म पहिला पनि आएको यहाँबाट तारे भिर पनि देख्दैछ हामीले यहाँदेखि चाहिँ हामी टी गार्डन एन्ट्री गऱ्यो अब अझै रमाइलो जग्गाहरू आउँदै जाँदैछ यहाँदेखि चाहिँ टी गार्डन भेट्दो रहेछ रमाइलो जग्गा
यहाँ चाहिँ जतिसक्दो क्यामेरा अनै गरेर चल्नुपर्ने रहेछ किनभने गाडीहरू चाहिँ एकदमै अन्डरस्ट्यान्डिङ नभएको जस्तो खालको कुदाउँदो रहेछ हुन्छ नि त्यो अब म अगाडिबाट आइरहेको छु तर पनि उसको साइड हुँदा हुँदा पनि हुन्छ नि यताबाट आइदिँदो रहेछ त्यही कारण चाहिँ म यो क्यामेरालाई चाहिँ अनै राख्ने अलिकति अब हुनु त कहाँको गाडी हो लोकल गाडी हो या बाहिरको गाडी हो मलाई थाहा छैन तर अलिकति हुन्छ नि अन्डरस्ट्यान्डिङ हुन्छ नि त उसको साइडमा पनि जग्गा छ तरै पनि यतै सेपेर फेरि हेर्नुहोस् पहिला उसकोपट्टि नसेपेर मेरैपट्टि सेपेर आउनेहरू रहेछ त्यही भनेर चाहिँ अलिक क्यामेरा चाहिँ अनै गरेर चल्यो भने चाहिँ मेरो सेफ्टीको लागि चाहिँ राम्रो हुने रहेछ रमाइलो ठाउँ रमाइलो गाउँ रङ्गली रङ्गलियत भन्दै रहेछ यो जग्गाको नाम चाहिँ मैले अघि बोर्डमा पढेको थिएँ तर अब एक्चुअल चाहिँ के हो थाहा छैन तर रङ्गली रङ्गलियत देखेको थिएँ मैले चाहिँ यहाँदेखि चाहिँ हामी राइट साइडको जानुपर्छ यस्तो हो कुरो चाहिँ अनि यहाँबाट चाहिँ बाटो के कस्तो छ हेर्नुपर्छ मजाको छ जग्गा यहाँदेखि चाहिँ अलिक बाटो रफ छ जस्तो लाग्यो मलाई सायद यो एरियामा पनि केही रहेछ घुम्ने जग्गाहरू अब मलाई आइडिया भएन गाडीहरू चाहिँ पुरा रोकिरहेको छ यहाँ परदेखिको केही त छ यहाँनिर त्यो गाडीहरू राखेको हिसाबमा हुन्छ नि केही छ यो एरियामा सायद मुनितिर केही पिकनिक स्पटहरू होला या केही एडभेन्चर कुराहरू राखेको होला यहाँनिर मलाई आइडिया भएन यसको बारेमा चाहिँ काहीँ बोर्डहरू छ भने म हेरेर भन्नेछु तपाईँहरूलाई चाहिँ अब एकदम कता जानुपर्ने हो हाल्छ होला एकछिन पुरा एकदम गाडी ज्यादा राखेको कारणले चाहिँ पुरा एकदम प्रब्लम हुने रहेछ यहाँ चाहिँ यो जग्गाको नाम चाहिँ तक्दा रहेछ रमाइलो जग्गा रहेछ यो पनि एकदमै सानो बजार रहेछ यहाँ चाहिँ तर यो बाटो चाहिँ अलिकति बन्यो भने चाहिँ यो जग्गा चाहिँ अझै सोनेपे सुहागा भनेको जस्तो हुने रहेछ अलिकति बाटोको यो काम गरिदियो भने चाहिँ अलिकति जग्गाहरू हेर्नुहोस् घरहरू हेर्नुहोस् होइन होमस्टेजहरू पनि मैले देख्दैछु यहाँनिर होइन अनि यता अगाडि भ्यूहरू पनि मजाको रहेछ हो माथि फरेस्टहरू पनि मजाको देख्दो रहेछ अब यहाँबाट हुन्छ नि एउटा रमाइलो रहेछ यो जग्गा त्यही भएर होमस्टेजहरू नि यहाँ सायद निकै नै चल्छ होला अझै माथि माथि गयो भने हामीले कञ्चनजङ्घाको भ्यू पनि देख्ने रहेछ तर अब त्यो चाहिँ अब अलिक माथि गएर हेर्ने छ हो तर यो बाटो चाहिँ बाटो अम्मा यो त अन्त लेह लद्दाख गएको जस्तो छ त जसरी सरकारले तक्दालाई हेर्नुपर्ने रहेछ एक अलिकति यो चाहिँ हेर्नुहोस् त बाटो त अन्त यो त एक्सपल्सहरू कुदाउने बाइक एक्सपल्सहरू कुदाउने बाटो रहेछ अन्त यो त हाम्रो बाइक त अन्त अब बाटो छान्दा पनि नछान्दिने खालको बाटो रहेछ हो केही छैन तर गाउँ चाहिँ रमाइलो एकदमै रमाइलो गाउँ छ गाउँको लागि चाहिँ म यहाँ घरहरू हेर्नुहोस् न डिजाइनहरू पुरानो स्टाइलको डिजाइन भन्नुहुन्छ कि अहिले नयाँ मोडर्न डिजाइन भन्नुहुन्छ सबै हुन्छ नि मिक्सअप
अब यता हेर्नुहोस् यो पुरानो स्टाइलको भयो होइन कति रमाइलो हुन्छ मजाको यो मतलब अब मैले त्यस्तो नराम्रो त भन्नु खोजेको होइन तर यो बाटोमा कुदेकोले चाहिँ हाम्रो मिजाज साथीको चाहिँ बैठक चाहिँ एकदम हुन्छ नि दुखिरहेन भयो दुखिरहेको रहेछ पुरा एकदम दुख्छ नि हो अन्त आम्मा यत्रो कुदेपछि त है होइन मिजाज अब यो चाहिँ हामी तिनचुलिया भनेर म भन्दैछु तर एक्ज्याक्ट प्रोनाउन्सिएसन मैले पनि सायदै गर्नु सकेको छुइनँ होला किनकि कसैले भन्छ तिनचुले तिनछोले फोन आयो अब यहाँ चाहिँ तिनचुले फाटक आइपुगेर चाहिँ अलिक आराम अलिक जरुरी छ मेरो साथी मलाई त त्यस्तो केही छैन मेरो साथीको हालत चाहिँ मैले देखेर चाहिँ मैले यहाँनिर बाइक रोक्नु कर लाग्यो हुन्छ नि गाइस अब अलिकति रेस्ट गरेर फेरि अब हाम्रो यात्रातर्फ आमा डगेस भाइहरू कता हौ कडा छ त हौ आइआऊ त्यो स्पिड ब्रेकरहरू छायामा किन देख्दैन फेरि यहाँ आएर नि हो यहाँ रहेछ हो यहाँ पनि रहेछ हो यहाँदेखि चाहिँ अलिक बाटो पनि राम्रो रहेछ यहाँदेखि चाहिँ आम्मामामा यो त कहाँ आइपुग्यो हो मिजाज पाइन फरेस्ट आइपुग्यो हामी छोपै छ नि डल्लै हेर न के गर्छ तर त्यो होइन नि हामीले देख्ने चाहिँ फेरि हामीले देख्ने चाहिँ ए हो साथी मिजाज साथीलाई हल्का प्राङ्क गरिदिएको गाइज मैले हो मिजाज साथीलाई प्राङ्क गरिदिएको गाइज किनकि त्योवाला हिमाल चाहिँ हाम्रो घरबाट देख्ने हो अनि यो चाहिँ मेन कञ्चनजङ्घा हो यो चाहिँ रेन्ज मात्रै हो कञ्चनजङ्घाको त्यो चाहिँ सानो छ नि त अब चाहिँ एकदम हामी दर्शन गर्न गइरहेको छु ओरिजिनल भ्यू अफ कञ्चनजङ्घा फ्रम तिनचुलिया भ्यू पोइन्ट अनि यहाँबाट चाहिँ आहो कुखरा ओ भाई ये देखो साउथ सिक्किम ऊ नाम्ची देख्दैछौ नाम्ची हो के देख्छ त्यो यहाँबाट त अझै बिहान आयो भने चाहिँ कति दामी देख्छ होला सोच न एकदम रमाइलो जग्गा तर यो क्यामेराले अलिक राम्रो देखाउन सकेन तर म तपाईँहरूलाई फोनको क्यामेराबाट देखाउने कोसिस गर्नेछु तर तारले अलिक डिस्टर्ब गर्ने रहेछ नि त यहाँनिर तारले चाहिँ डिस्टर्ब चाहिँ गर्ने रहेछ तरै पनि फोनै पायो हेर्नुहोस् भ्यू गाइस अझै बादल लागेर साह्रै नमिठो भयो यहाँबाट तपाईँ यहाँ चारधाम पनि देख्नु हुँदैछ अनि यता अलिकति यता आयो भने यो माथि ओह मेरो हमला देख्ने रहेछ
साङडुप्चे पनि देख्नु भ्यूज यहाँको। आलु मिमी गरिदिनुहोस् न ल, 2 प्लेट आलु मिमी हो अन्त 2टा चिया। हजुर दुधको गरिदिनुहोस् कि ब्ल्याक खाने? दुधकै गरिदिनुहोस्। यो 2टा लग्यो ल। खानुपर्छ मिजाज साथी, तिमी कस्तो कुरा गरेको? यस्तो कुराहरू खायो भने तारै भिर। मिजाज साथी एकदम आलु चिउराको मजा लिँदै यहाँनिर। म पनि हल्का आलु चिउराको मजा लिँदै त्यो मिजाज साथी मिठो लाग्यो। फेरि खाने खाऊ न। जग्गा चाहिँ कस्तो लाग्यो त्यति मात्रै भन्दै मिजाज साथी? जग्गा त अब के भन्नु, साथीले अब बेटर हुन्छ क्या, रिल्याक्स भएर क्या। होमस्टेको लागि नि यहाँतिर छ डोमहरू होइन, धेरै छ यहाँनिर। तर यहाँ चाहिँ हामी गलत टाइममा आइपुग्यो क्या। तर यो चाहिँ एकदमै यहाँ चाहिँ एकदम 8 बजी बिहान 7 बजी 8 बजी चाहिँ आउनु पर्ने हामी चाहिँ खास चाहिँ। तर अब केही छैन, हाम्रो मिजाज साथीलाई जस्तो एउटा फर्स्ट टाइम कस्तो छ वाह। ओके गाइज, त अब यो सानो हाम्रो सफर थियो, त्यो पनि अब ड्युटी जाँदा जाँदै मतलब त्यो पनि रुम जाँदा जाँदै अलिकति मुड घुमेर चाहिँ अन्त त्यही भनेर अब हल्का अब आज चाहिँ यसो ड्युटी जाँदा जाँदा हल्का मुड भयो नि त यतैबाट जाउँ भन्ने। अन्त त्यही भनेर चाहिँ अब यताबाट गएको यो चिन्चुलिया हुँदै मिजाज साथीलाई पनि घुमाउँदै घुमेको थिएन भनेको थियो। तर यहाँ आइपुग्दा चाहिँ मिजाज साथीले मलाई के अरे, म त आएको उहिले आएको त्यस्तो तलै 27 माइलमै भनेको भए चाहिँ मिजाज साथीले मलाई त्यो कुरा चाहिँ एकछिन हल्ला नगर, त्यो कुरा चाहिँ मिजाज साथीले मलाई 27 माइलमा हुँदा भनेको भए चाहिँ म मिजाज साथीलाई ल्याउँथिनँ। तर मिजाज साथीले चाहिँ यहाँ आएर चाहिँ मलाई के अरे, यो बाटो त म आएको यहाँ त घुमेको पो अरे। अरे यार त्यति भनेको म किन मिजाज साथी, म त घुमेको हो नि। मिजाज साथीलाई यसो घुमाउँदै ल्याउनु पऱ्यो, अब नयाँ नयाँ जग्गा भनेको त्यस्तो अरे नि त मिजाज साथीले। ठिकै छ, केही छैन, नयाँ जग्गा घुमाइदिउँ फेरि। न डाउन रोड है इधर, हिन्दीमा गइहाल्छ। जग्गा त रमाइलो। हेर्नुहोस् गाइज, कुन चाहिँ फुल हो यो? सनफ्लावर हो यो? के दामी देखेको नि। तर यहाँ चाहिँ एकदम स्लो कुदाउनुपर्छ। यो उँधो चाहिँ हुन्छ नि, यस्तो डरलाग्दो यो उँधो डाउन छ अब पुरै। यहाँ चाहिँ तपाईँ अब ब्रेक 1 नम्बर 2 नम्बरमा मात्रै अन्ते। यहाँ चाहिँ तपाईँ ब्रेकको भरोसा कुद्यो भने चाहिँ तपाईँको तल पुग्दा चाहिँ 2 नम्बर तल पुग्दा चाहिँ तपाईँको ब्रेकहरू चाहिँ अब खतम हुन्छ। यो बाटो चाहिँ रमाइलो जग्गा। अन्त गाइज भर्खर चाहिँ हामीलाई चाहिँ पुलिसले पक्रियो, जुन चाहिँ मैले भिडियो गर्नु मतलब भिडियो गरिनँ। पुलिसले चाहिँ किन पक्रियो भने चाहिँ मेरो साथीले चाहिँ पछाडिपट्टि हेलमेट चाहिँ कुइना बचाइरहेको रहेछ। हेलमेटले चाहिँ कुइना बचाइरहेको रहेछ। अन्त टाउको चाहिँ नबचाइरहेको। अन्त पुलिसले रोक्यो। अब मलाई रोके, मलाई त्यति बेलासम्म थाहा छैन कि अब मलाई चाहिँ अब पुलिसले चाहिँ किन रोक्यो भनेर। रोक्यो, अन्त रोकेर अब एकजनाले भन्यो यहाँ के अरे अगाडि सरले तपाईँलाई देखिहाल्यो, अब यहीँ बस्नुहोस् ल भने त्यतिकै फोटो खिच्यो। हाम्रो फोटो खिच्यो।
त्यति बेलासम्म पनि मलाई थाहा छैन किन खिच्यो मेरो साथीलाई पनि थाहा छैन किन खिच्यो त्यहाँदेखि एकछिनमा त भरे अस्ति हेलमेट लाग्छ छैन पो भन्छ हेलमेट लाग्छ भनेर पछाडि हेरेको त साथीले त हेलमेट त कुइनामा बोकिरहेको रहेछ अब त्यो माथि गार्लाङ जाने बाटोपट्टि त्यहाँनिर चाहिँ पुलिसको चेकिङ रहेछ अन्त त्यहाँनिर चाहिँ पक्रियो अब हो अन्त लास्टमा अब के गर्नु अब ठिकै छ अब त्यहाँदेखि रिक्वेस्ट गरेँ केही भएन होइन लाइसेन्स निकाल भन्यो लाइसेन्स निकालेर दिनु चाहिँ दिइनँ लाइसेन्स अन्त लाइसेन्स निकालेर रेडी अन्त मैले एकताल रिक्वेस्ट गरेर भने सर मलाई ड्युटी एकदम ढिलो भइरहेछ म 2 बजीसम्म चाहिँ ड्युटी पुग्नुपर्छ मलाई चाहिँ छोडिदिनुहोस् न मतलब आजको लागि चाहिँ आज चाहिँ अब त्यो पनि मैले भर्खर माथि त्यहाँनिर चिया खानुको लागि चाहिँ बाइक रोक्दाखेरि चाहिँ त्यहाँदेखि यता चाहिँ साथीले हेलमेट लाउनु बिर्सेछ भने तर हेलमेट चाहिँ मैले हामी दुईजनाले हेलमेट चाहिँ प्रपर लगाएरै आएको घरदेखिको माथि तिनचोलिया जहाँनिर हामीले त्यो भ्यू पोइन्ट थियो त्यहाँसम्म चाहिँ लगाएर आएको प्रपर तर त्यहाँदेखि त्यो चिया खाइसकेर उँधो झर्दा चाहिँ साथीले चाहिँ हेलमेट लाएन रहेछ अब मलाई पनि याद भएन अन्त यो चेकिङको बारेमा पनि हामीलाई याद भएन लास्टमा चाहिँ अन्त त्यही भयो अब रिक्वेस्ट गरेँ अन्त लास्टमा मैले भने सरले सोध्नुभयो ड्युटी कहाँ गर्छ सर उता गान्तोकमा फार्मा कम्पनीमा गर्छु अन्त 2 बजीसम्म पुग्नुपर्छ भने ए फार्मामा गर्ने केटा रहेछ ल जाउँ त्यो हेलमेटहरू चाहिँ लाउनु त्यस्तो भन्दै सरले भन्यो त्यहाँदेखि चाहिँ हामी चाहिँ त्यहाँबाट चाहिँ निस्किनु एकदम सफल भयो नभए त आज एकदम मिजाज साथीको त म एकदम ब्याड गर्थेँ नि म तर सरले छोडिदिनु भयो एकदम राम्रो सर हुँदो रहेछ छेत्री सर हुँदो रहेछ छोडिदिनु भयो हामीलाई त्यहाँबाट त्यहाँनिर धेरै गाडीहरू पक्रिरहेको थियो त्यहाँ एउटा भिडियो मैले गरिनँ किनकि त्यस्तो खालको कुराहरू साह्रै भिडियो गर्नु राम्रो पनि होइन र त्यति नै हो आजको अलिकति घटना घटिहाल्यो केही छैन बस गाइस यो बाटो चाहिँ एकदम मलाई चाहिँ रमाइलो कालिम्पोङ जाँदा पनि भेट्छ यस्तो खालको बाटो होइन यो पुलबाट हामी हिँड्दैछु फेरि यही पुलको मुनिबाट फेरि हामी जिरो भएर फेरि जान्छ यहाँ हेर्नुहोस् ए बाटो चाहिँ साह्रै सानो तर अब उहिलेको डिजाइन उहिलेको अब इन्जिनियरिङ हो यो चाहिँ अब हेर्नु वरिपरि घुमेको अब हामी हो झन्डै अब यो 360 भन्दा ज्यादा होला यो है वरिपरि घुमेको यहाँसम्म चाहिँ राउन्ड टु राउन्ड यहाँदेखि चाहिँ फेरि यस्तो हुन्छ हो यस्तो रमाइलो बाटोहरू पनि भेट्छ यो बाटो आयो भने चाहिँ तपाईँहरू भिजिट गर्नुहोस् होला 27 माइलबाट चाहिँ उकालो गएर उकालो आएपछि चाहिँ तपाईँहरू सिधै लप्चु पेसोक हुँदै तल टिस्टा आउनु सक्नुहुन्छ यो बाटो अब यहाँदेखि टिस्टा चाहिँ तपाईँको झन्डै आइपुग्यो हामी अब टिस्टा आइपुग्यो लोक त मिजा साथी खवात दावात पनि भयो छिटो हो एकदम हतार छ यहाँ चाहिँ ओके त खाना पनि भयो हाम्रो खाना खाँदा अलिकति क्यामेरा पनि चार्ज गरेर फेरि भोटे भिरदेखिको हामी आफ्नो डेस्टिनेसनतर्फ लागिरहेको छ अनि अब चाहिँ रम्फू चेकपोस्ट पनि आइपुग्छ अनि यहाँदेखि चाहिँ हामी सिक्किम अनि यहाँदेखि चाहिँ हामी सिक्किमतिर एन्टर गर्छौँ फाइनली टाइममा त आइपुग्यो टाइममा भन्दा पनि 15 मिनट लेट छु 2:15 मा त आइपुग्यो अब त्यही हो ड्युटी जानु चाहिँ आराम चाहिँ भ्याउँछु यो त अब आजको भ्लग पनि रानीपुलमा आएर एन्ड गर्दै तपाईँलाई फेरि भेट्नेछु नेक्स्ट भ्लगमा मेरो यस्तै भ्लगहरू हेर्नुको लागि प्लिज च्यानललाई सब्सक्राइब अनि हुनसक्छ भने तपाईँहरूको अकाउन्टबाट सेयर पनि गरिदिनुहोस् होला हुनाले अलिक रिचहरू पुग्नु सकेको छैन सो थ्याङ्क यू फर वाचिङ
नेक्स्ट ब्लगमा फेरि भेटौँला।